र सबैजनालाई नमस्ते है, जय सियाराम। एउटा सानो टपिक लिएर आएको छु, राम्रोसित सुनिदिनुहोस् होला स्क्रिप्ट नगरी। टपिक भन्दा पहिला त सर्वप्रथम मेरो जति पनि इष्टमित्र सबैको कुशल मङ्गलको कामना है प्रे गर्छु र संसारी माताले सबैको कामना पुरा गरोस् हैन। टपिक के छ भने पहिलाको जेनेरेसन र अहिलेको जेनेरेसनमा मान्छेहरू त्यो भन्दा पहिलाको भन्दा अहिले धेरै शिक्षित र पढिलेखी भइसकेको छ हैन। भन्नुको मतलब के छ भने पहिलाको जेनेरेसनमा हाम्रो पूर्वजहरूले धेरै दुःख गरेर आइरहेको थियो हैन, बलको काम गर्थ्यो, त्यस्तो पढिलेखी पनि थिएन हैन। र अहिलेको नानीहरूमा हाम्रोमा के छ भने हाम्रो आउने भाइ बहिनीहरूमा राम्रो राम्रो स्कुल पढेर शिक्षित भइसकेको छ र उनीहरूलाई थाहा छ राम्रो के हो नराम्रो के हो यो पनि थाहा छ, देशमा के चल्दैछ र गाउँघरमा के चल्दैछ त्यो पनि थाहा छ हैन। त्यही कारणले गर्दाखेरि अब चाहिँ हामीले जति राम्रो काम गर्छौँ नि आफ्नै घरको लागि त गर्छु नि हैन, आफ्नै राज्यको लागि गर्छु, आफ्नो देशको लागि गर्छु हैन। सबै त्यो कसको लागि कसमा जान्छ? हाम्रो लास्टमा हाम्रो लागि त हो। इन फ्युचरमा हाम्रो आउने भविष्यमा भाइ बहिनीहरूको लागि, हाम्रो लागि, खुदको लागि हैन। हाम्रो देश डेभलपमेन्ट भएर गएपछि, हाम्रो राज्य डेभलपमेन्ट भएपछि, हाम्रो डिस्ट्रिक्ट डेभलपमेन्ट भएपछि कसलाई काम लाग्ने? हामीलाई काम लाग्ने हो हैन। ठुल्ठुलो हस्पिटल, ठुल्ठुलो कारखाना है, यस्तो प्रकारको ठुल्ठुलो सुविधा हैन भयो भने कसको लागि? हाम्रो लागि हुन्छ। अनि यसलाई हामीले मध्यनजर राखेर चाहिँ के गर्नुपर्छ भने हामी आफ्नो सानो सेल्फिसको लागि, अलिकति फाइदाको लागि अरूलाई पानीमा डुबाएर आफ्नो तैर्ने काम नगर्नुपर्ने रहेछ, गर्नु हुँदैन हो। धेरै एडभान्स भइसकेको छ जमाना अहिले है। आफूलाई मलाई यदि फाइदा भयो, मलाई पुन्जी अलिअलि भयो हैन, मैले 9 जनालाई मैले के गरेँ? पानीमा डुबाइदिएँ। तर बस्नु त म एक्लै पर्यो, 9 जनाको परिवार उनीहरू दुखीमा बस्ने भयो हैन, पुरा कति सालसम्म, ती जिन्दगीसम्म। तर उसलाई फाइदा त हुँदैन। कर्म गर्नु जान्दैछ भने कर्मको फल पनि भुक्नु तयारी हुनुपर्छ हैन। त्यही कारणले गर्दाखेरि अगर कर्म सही राख्नुपर्छ भने हामीले टाइमली हामीले सही मान्छे र सही पार्टी चुन्नुपर्छ। हाम्रो लागि सही के हो? हाम्रो देशमा अहिले कुन चाहिँ पार्टीले सही गर्दैछ हैन, गाउँमा कुन चाहिँ मान्छे कुन चाहिँ पार्टीले डेभलप गर्दैछ, देशलाई कुन चाहिँ पार्टीले बढाउँदैछ अगाडि, पहिलाको देश के थियो र अहिलेको देश के छ, यसलाई राम्रोसित मध्यनजर राखेर हेऱ्यो भने आफूलाई जुन चाहिँ सही छ नि आफूलाई त्यसमै तपाईँहरूले भोट हाल्नुहोस्, बिना हिचकिचाएर हैन, निर्धक्क भएर हाल्नुहोस्। तपाईँलाई गरेको एक भोटले गरेको कर्मले आउने पिँढीहरूलाई, आउने भाइ बहिनीहरूलाई, आउने छोराछोरी नाता नातिनीहरूलाई के हुन्छ भने भविष्य राम्रो हुन्छ, करप्सन खतम भएर जान्छ हैन। कुनै पनि पार्टी नराम्रो छैन, सबैको पार्टीको आफ्नो आफ्नो एम, आफ्नो आफ्नो प्यासन छ हैन। तर हामीले चाहिँ राइट चुन्नु पर्यो। जस्तै उदाहरण देखिराख्नु भएको छ नेपालमा हेर्नुहोस् हैन, पहिला कस्तो थियो नेपाल, अहिले कस्तो हुँदैछ। त्यही कारणले गर्दाखेरि अब त धेरै अगाडि गइसकेको छ जमाना हैन। त्यही कारणले गर्दाखेरि आफ्नो गाउँ समाज, आफ्नो परिवारलाई अगाडि बढाउनको लागि आफूले राम्रो सही पार्टी चुन्नुपर्छ हामीले है। मेरो जति पनि साथीभाइ, बडाबडी, काका काकी है, जति पनि मेरो शुभचिन्तकहरू छ है, उहाँहरूलाई पनि यही प्रार्थना गर्छु कि तपाईँहरूले राम्रो पार्टीलाई भोट दिनुहोस् अनि जति सक्दो करप्सन हटाउन कोसिस गर्नुपर्छ है। कतिवटा कुरो हाम्रो गाउँ समाजलाई अगाडि बढाउनुपर्छ है। अनि जति डेभलपमेन्ट भयो उति नै हाम्रो बेकारी समस्या हल हुने हो हैन, जति डेभलप भयो उति नै सुविधा हामीले मिल्ने हो। यस कारणले गर्दाखेरि हामीले निस्वार्थ भएर एक दुसरालाई कसैलाई नडुबाइकन हैन सबलाई एकसाथ लिएर जानु नै हाम्रो लागि सबभन्दा ठुलो कर्म हो हैन। यानि बहुत प्रकारको मान्छे पाउँछ हामीले, कोही राम्रो कोही नराम्रो, तर नराम्रो मान्छेलाई छोडेर राम्रो मान्छेको साथ लिएर हिँड्नुपर्ने अवस्था आइपुगिसकेको छ र राइट मान्छे र राम्रो मान्छेलाई चुन्नु पनि जरुरी छ। त्यही भन्छु, राम्रोसित राम्रो मान्छेलाई चोइस गर्नुहोस्। पहिलाको देश कस्तो थियो र अहिलेको देश कस्तो छ तपाईँले डिफ्रेन्ट तपाईँलाई थाहा पाइहाल्छ है। त्यसलाई नै तपाईँले सही जग्गामा चाहिँ भोट दिनुहोस् है। नमस्ते सबलाई, जय सियाराम।